So what's up everybody, welcome back to my new video. आज चाहिँ म कसै बस या ट्रकको रिभ्यू भिडियो ल्याएको होइन। आज चाहिँ मैले आफ्नो बसको गाउँले टायरमा यो बसको भिडियो लिएर आएको हो। टायर नेपाली बसको यस्तो हालेको छु र ड्यासबोर्ड पनि त्यस्तो जाम छ है। अब यहाँ यो गाडीको हर्न सुन्नु है त, झिलिमिली पनि छ है, अलिक ठुलो सुन्नु हो त भएन मजा आउँछ होइन। साउन्डमा गएर आउनु पर्छ। So okay guys, ढिला नगरिकन अहिले सुरु गरेर जाने, चाँडो नजाने होइन। ओभरटेकिङ हानेर चाहिँ ठ्याक्कै सिन्धुलीको बाटो। ओ माई गॉड, एक्सिडेन्ट गाइस, दामी ओभरटेक हान्दै गइरहेको छ मलाई। ओके है, अब सिन्धुलीको बाटो हो है यो चाहिँ, सिन्धुलीको जस्तो बाटो हो यो चाहिँ। सिन्धुलीको बाटोमा चाहिँ मजा आउँछ कि मलाई सिन्धुलीको भाइब्स। दामी छ है बस चाहिँ। मजा छिट्टै छ है, नजाइहरू मजा छिट्टै छ। ओ सेट एक्सिडेन्ट है, त्यो त भन्नु अलिकति लागेको छ है, पछाडिपट्टि अलिकति लागेको छ है, त्यही छ नेपालमा। गाडी चाहिँ त्यो ट्रक हेर्दा पो छ। सेकेन्डवाला हर्न चलिरहेको लाग्यो। त्यो 3 नम्बरको हर्न मैले यमुना पगला दिमागमा राखेको थिएँ, किन आएन र अब मलाई के थाहा। यो चाहिँ 5 चोटि बज्छ है। त्यो सेकेन्डवाला हर्न मलाई दामी लाग्यो, 3 वाला हर्न बज्दै भनेको। तरकारीसँग चल्छु नै पर्ने होइन। सर ओभरटेक हान्दिनु भनेको अगाडिबाट गाडी आयो होइन।
थियो फुल नेपाली भाइब सुन्नु परेन उताडी गाडी त आएको छैन अरूसँग होइन दामी छ है गाडी चाहिँ ल सल्टी छ सल्टी ओके खासै लामो चाहिँ बनाउँदैन भिडियो 8 मिनट 9 मिनट जतिको हुन्छ यस्तो ठगिन्छ यो ब्रेक चाहिँ किन लाग्दैन अब यो बसिन इन्डोनेसियाको मान्छेलाई चाहिँ भन्नुपर्ने बेला भएको छ कि ब्रेकिङ सिस्टम नै राख हल्का ब्रेक ह्यान्ड कस्टमाइज गर्नुपर्ने हुन्छ होइन गाइजहरू मैले हिजो मात्रै एउटा कुरा थाहा पाएँ होइन यहाँ यो पछाडि एउटा त ऊ छ त लाइटको त ब्रेक ऊ छ त्यो बाख लेखेको नम्बर प्लेट छ त त्यो हो त्यो नम्बर प्लेटको साइडमा दुईवटा लाइट छ होइन हो त्यसको तल एडजस्ट राख्न मिल्दो रहेछ होइन मैले चाहिँ अब त्यो एग्जस्ट राखेर खेल्न मन लागिरहेको छ होइन त्यस साउन्ड टेस्ट गर भनेर नि दिएको छ कि अनि त्यही भएर म फेरि राख्छु है त्यो फेरि ट्राई गर्छु र अर्को भिडियोमा नि एकचोटि इन्जिन टेस्ट गर्न सर्ट्स या भिडियो बनाइदिन्छु त्यहाँ मैले हिजो भर्खर मात्रै यो माथि पनि बेचेँ मैले नराम्रो देखिरहेको थियो तल राखेको थिएँ त मैले त्यो पनि केही निकाल्नु जस्तो लाग्यो मलाई अनि चल्लायो अनि फाल्दै पछाडिको पनि फाल्दै मैले धेरै पैसा आएको 46 जति आएको होइन अरू त अब त्यस्तै हो बस्छु हाल्यो त्यस्तो चाहिँ गाउँले यातायात होइन युट्युब यहाँ चाहिँ मैले स्क्रिनबाट यो प्ले स्टोरमा गएर नेपाली बस स्क्रिन भनेर सर्च हान्नु भन्छ होइन आउँछ ठ्याक्कै आउँछ होइन सर्च हानेर डाउनलोड गरेर खेल्नु होला त्यो सिएसकेको वाला नि सिएसके क्रिकेटको पनि छ अनि आरसिबीको पनि छ बार्सिलोनाको ओल्डवाला पनि छ न्यूवाला पनि छ अनि अरू तपाईँ गाउँले यातायात छ बुद्ध यातायात छ उत्तर गया यातायात छ धेरै यातायात छ है खेलेर हेर्न सक्नुहुन्छ तपाईँ ओके ओभरटेक आन है त ओभरटेक ससैले हराउनु बनाउनु बस्दा एकदिन फर्स्ट भ्यूबाट चलाउँ त कस्तो ठोकिन्छ हो पागलै रहेछ ड्राइभर यदि कोही च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब कमेन्ट प्लिज गरिदिनु होला होइन रात परिसक्यो होइन पहिला एउटा गाडी लिएर आएको थिएँ मैले त्यो गाडीमा चाहिँ रात परेको थिएन अब यो गाडीमा त रात पनि परिसकेछ केही छैन अब गरौँ चलाऊँ अब कतासम्म जान्छ अब त्यो गाडीमा त बल्ल यति बेला म पुगिसकेको थिएँ उता त्यो एउटा रेड कलर गाडीको भिडियो हेर्नु भएको छैन भने गएर हेर्नु उसो भिडियो सकेपछि अरू त के छ त्यति बेला ठ्याक्कै यति बेला पुगेको थिएँ म अहिले चाहिँ यो गाडी त भर्खरै यहाँ थियो त्यो अस्ति एक्सिडेन्ट भएको ठाउँमा नै आइपुगेको थिएँ
के भयो गाडी चाँडो बनाउँछ है सूर्यदेव बिहान ओ माई गड गयो कस्तो सोधेकै त्यति बेला छ आछि यस्तोसम्म भएर त अनि एकैचोटि यसो चलाउनु त हर्न बजिरहेको है सुन्नुभयो कि भएन अलिक टाढा भएर हेर्न लाइट त दामी देखिरहेको भने लाइट दामी भइरहेछ है बडा दामी देखिरहेको हेर्न लाइट यस्तो दामी बलिरहेको नि पुरै छोडिदिनु यस्तो दामी बलिरहेको राति त नाइट पस नि त हाम्रो गाडी ल आइपुग्यो है गाइजहरु ल अँध्यारो नै भइहाल्यो अब के भयो ढिलो भयो होइन सो हेर्नु ट्राभल ड्युरेसन अब कोकलाई हेर्नु मलाई चाहिँ हेर्नु त कन्टिन्यू गरौँ न अब यस्तै होइन म ढिलो नगरिकन आजको भिडियोलाई यहीसम्म राखेर हस्तो सबैजना राम्रो बस्नुहोस् सफल बस्नुहोस् र यति भन्दै जय नेपाल भन्न चाहन्छु